ल गाइज फाइनली हामी काठमाडौँबाट है हाम्रो दुई साथीको ट्याक्क लाएर आज फुलबारीको झर्ना हिँडेको छौँ है। झर्ना कस्तो देखिन्छ गाइज। हेलो कसो के छ, कहाँसम्म यात्रा हो? ल हिँड 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 टक्क दुईटा है साथी मिलेर ट्याक्क लाएर हामी झर्नामा हिँडेको छौँ है। अब हाम्रो झर्ना कस्तो हुन्छ गाइज उहाँ गएर देखाउँछु म सबैलाई है। ट्याक्क लाएर हेरिदिनु होला। एकदम बाटो पनि एकदम राम्रो छ, आज मौसम पनि एकदम दामी छ है। पानी सानी परेको छैन है, हाम्रो लागेको छ हल्का हल्का है। जस खासै गर्मी छैन, ठिकै छ। जस आज चाहिँ रमाइलो होला जस्तो छ। आज झर्नातिर घुम्न मन छ। घरमा बस्दा बस्दै झ्याउ लाग्यो अनि यसो झर्नातिर घुम्न भनेर है साथीभाइ लगाएको हिँडेको छौँ। अब हाम्रो चाहिँ यहाँसम्म झर्नासम्म है साथीको रास्ता झर्ना लगाएर अब त घुम्छ। हाम्रो क्वेसन फेरि खतरा आएर हान्छ कि केटीलाई लाने कुरा हुन्छ भाइ। यो 3 घन्टा पुग्छ कि दामी स्ट्रिक चलाउनु छ कि दामी छ कि गाडीहरू खतरा खतरा देख्न सक्नुहुन्छ गाइस, कसै हाँसे होइन।